ल सुरु भइसक्यो भिडियो कसको कोला भा माथि जाँदा जाँदै पाकिहाल्दो रहेछ तलबाट भिडियो यो सबभन्दा बिग्रेको मान्छे यो यो ल हेर्नुहोस् हजुर तपाईको यो कलालाई म एक उच्च सम्मानका साथ आज तपाईलाई धेरै धेरै वाकौला माथि अटो छि सबभन्दा ह्यान्डसम बोय तर सिंगल बाइ सिंगल गुराँसको हैन दैलेख जिल्लाको ल सबभन्दा फटा मान्छे देखाउ यता सबभन्दा फटा मान्छे ननुहाएको 25 दिनमा छे सबभन्दा फोरी मान्छे है म ल कसैलाई के भन्नु छ कसैलाई भिडियो सबभन्दा राम्री मान्छे आउने भाउजू देखाइदेऊ त हेलो इन्द्र सिस्टर एक दुईवटा शब्द भन्नु न ए हजुर हजुर हामी सबैजनालाई नमस्कार। आज हामी चाहिँ गुराँस गाउँपालिका सबै कर्मचारी गुराँसेको काफा खान आएको हजुर त्यही नै हो। कस्तो फिल भइरहेछ अहिले एकदम रमाइलो फिल भइरहेछ। यस्तो रमाइलो त एकदम चिसो मौसममा तातो आगामी वर्षमा पनि यस्तो चाहनुहुन्छ तपाईले चाहनुहुन्छ आगामी वर्ष भन्दा नि अझै काफल नपाक्ने नसकिने बेलासम्म यो वर्ष हजुरलाई धेरै धेरै धन्यवाद आज हामीलाई टाइम दिएकोमा। हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुरको यस्तो राम्रो सुन्दर मोबाइलबाट हामीलाई भिडियो गरिदिएकोमा। मेरो मोबाइल भन्दा नि हजुरको एकदम यो बोल्ने शैलीदेखि लगाएर काफल टिपेकोदेखि लगाएर सबै राम्रो। अनि हजुरको यो कलालाई एकदम उच्चका साथ उच्च सम्मानका साथ हार्दिक शुभकामनाका लागि अगाडि बढ्नको लागि के गरे के गरेको के गरे भिडियो पछि बिस्तारै सुने थाहा हुन्छ। तिम्रो कस्तो दामी आयो हामी टाइम मान्छे हो नि हैन। ए विष्णु भगवान म तिमी त्यहाँ जाऊ न म यहाँबाट फाल्टौँ मेरो भिडियो ल ल ल यिनलाई समाउ है सबैले गुड्न सक्छन् यिनी म गुड्न सक्छु उड्न पनि सक्छु ल ल छु गरे ल बनाऊ है ल ल बनाऊ है विष्णु आम फाल्न गइराख्नु भएको छ नारायण बिसी एकदम सफल हुनुभएको छ। पछि करप गरेर आफ्नो भिडियो हाल्नु ल तपाईँलाई एक तलबाट हाम फाल्दाखेरि कस्तो अनुभव भयो? मलाई चाहिँ एकदमै राम्रो अनुभव भयो। राम्रो अनुभव भइरहेको छैन? बनाऊ न यो म यस्तो यस्तो त्यसै गर्दिन्छु। ओहो हो ल ल हुन्छ हुन्छ। भाले डान्स हो यो? एउटा म्यामहरुको मोबाइल थियो यहाँको अरे दुईटै मोबाइल थिए यिनीहरू दुईटा मोबाइल थिए यहाँ छन् मोबाइल त्यो त एउटा हो। तपाईँ यस्तो स्याड मोमेन्टमा आइसक्रिम खाइराख्नु भएको छ केही गरिन क्या हेर्ने मात्रै हो। पोस्ट कहाँ गर्छ त नि त हेर्ने जिन्दगीभरि राखेर जिन्दगीभरि हेर्ने हो सुन्दर। एउटा यसो बनाउनु पर्ने आइतो जुत्ताको आइतो छ विचार लथि कसको जुत्तो हो त्यो? ए कसको जुत्तो गयो यहाँ? मेरो होइन। हजुरहरूलाई झर्नको लागि हार्दिक अनुरोध गर्दै अगाडि बढी नानी कानमा हालेर रहने लान्छु